यस्तै छ है छोराको जिन्दगी आज त यहाँ भोलि त कहाँ हो कहाँ यस्तै छ छोराको जिन्दगी म तिमीलाई माया गर्छु अरू कुनै चाहना छैन माया तिमीलाई गर्छु तिमीलाई आउनु है हजुर हिमाल हेर्न मुस्ताङमा। अब अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। ल हामी चाहिँ यसरी हिँडेर ट्याप गर्नु होला मैले अरू भन्न जाने नि ट्याप मात्रै कमेन्ट अनि घन्टी बजाइदिनु होला हामी चाहिँ धुर्मुसे भएर यसरी हिँडिरहेको छौँ है। यसपालि ग्रुप चाहिँ एकदमै रमाइलो नि है, बबाल रमाइलो भइरहेछ हौ। अनि यतिका चाहिँ हुनुपर्छ है, लिक हुनुपर्छ। विनोद दाई चाहिँ यहाँ दिनु छ है। विनोद दाई चाहिँ सुनेर कारवाही गर्छ है, कारवाही गर्छ है बलिले हो है। चस्मा ठुलो भयो के भएको कहाँ अर्क्यो ल त्यस्तो छ हौ। खोइ मलाई जुरेको रहेछ हौ यहाँ यसरी बस्नु चाहिँ। आम्मा को कसको के थर्मासहरू केही छ भन्दै थियो, फुट्छ कि भन्ने नि डर छ त्यही र त अलि है। यो मान्छे चाहिँ ठिकै छ केही पनि। हेलो हेलो ल यहाँ भानिज पनि ए भित्र दाइ त लुकिएको पो छ त हजुर। ए देखाउ न दाइलाई देखाउ न यो 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 बाङ्गे पाऱ्यो मोबाइल धुँदा ल बबाल भयो। यसपालिको ग्रुप चाहिँ हामी यस्तो छौँ है, अलिकति खानु पानी तुम्बाको त्यो पारिपट्टि भटिएको नखानु पानी तुम्बाको त्यो पारिपट्टि भटिएको तुम्बाको पानीले फन नसाउनेको नाम के हो भन हो त। यसमा हामीले त्यो मिलाएर बुझौँ है, जे भए पनि गाइजहरू फलो गर्नु होला होइन, ट्याप ट्याप गर्नु होला ट्याप ट्याप गर्नु होला। अरू के भन्नु पर्ने, अरू के भनिदिउँ न अलिक मिलाएर भनिदिउँ है। ल स्याउ बगान आइपुग्यो स्याउ बगान ल केटाहरू चाहिँ यस्तो म तिमीलाई माया गर्छु अरू कुनै चाहना छैन माया तिमीलाई गर्छु तिमीलाई तर पनि थाहा छैन। ल यस्तो बाटोमा पो हिँड्दैछु त हौ, यहाँबाट चाहिँ उँधो है बाटो अलिक खतरा छ। कुना कुना कुदाउ न कहाँ छेउ लग्यो हो कुना कुना यार डाइरेक्ट आदि बस्दैछ यार। यस्तो डेन्जर छ कि अम्बो बाटो। गाइज ट्याप ट्याप गर्नु होला गाइज, फलो चाहिँ गर्नु होला है हजुर। लाइक सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला प्लिज। आकाशैमा दुई दिन माया लगे छ दुई दिन माया लाइदियो न के छ र दुई दिन माया लाइदियो न के छ र सलल बग्छ सुनकोशी नदी बालुवा बगरमा
बाँचुन्जेलसम्म हाँस खेले गरौँ मरे त खोला जङ्गलमा जिन्दगीको भरोसा के छ र जिन्दगीको भरोसा के छ र दुई दिन माया लगाइदेऊ न के छ र खोजी बसे तिमीलाई मायामा मेरो जीवनसम्म तिमीलाई दिए तिमीलाई हो त्यहाँदेखि तिमीलाई दिए तिमीलाई हजार जुनीसम्म ओहो यस्तो पो छ लु यस्तै हो है लु रमाइलो गरेर अब ढुकुर पोखरी पनि झन्डै झन्डै थोरै बाँकी मात्रै छ यस्तै छ है छोराको जिन्दगी आज त यहाँ भोलि त कहाँ हो कहाँ यस्तै छ छोराको जिन्दगी यता नि एक राति बजार गएको जस्तो भयो झिलुक बजारमा है हजुर लाइक कमेन्ट सब्सक्राइब गरे सब्सक्राइब चाहिँ होला है सस्पेन्ड गाइस सस्पेन्ड चाहिँ नगरेर सब्सक्राइब चाहिँ गरौँ है भान्जाने भने अलिक मिलेन सब्सक्राइब गरिदिनु होला च्यानललाई यसो सब्सक्राइब पनि गरिदिनु है गाइस सबैजनाले ओके ल बाटो चाहिँ यस्तो कोयाङ कोयाङ छ है छोटो मिठो हे आउनु है हजुर हिमाल हेर्न मनाङ मुस्ताङमा गाडी भन्दैमा खत्रै पियो त तिमीले रोके गर्नु त्यसलाई हामीलाई हतार छैन कि होइन त्यो मामाले गएको कोसी पारीको गाउँ होला हौ मेरो घर दुधको सिपारी हिमालीका खैमा सधैँ गाउँको सम्झना आँखैमा सधैँ गाउँको सम्झना आँखैमा मेरो घर दुधको सिपारी हिमालीका One second. Lari अभिलामा मान्नु पर्दैन ढोकामा थोप्नु पो पर्दैन ल गाइज हामी चाहिँ ढुकुर पोखरी आइपुग्यौँ अब यस्तै हो बाटोको रमाइलोहरू एकदम बबाल थियो अनि यसरी झर्दैछ हाम्रो ब्याग ल हामी चाहिँ यसरी झऱ्यौँ हाम्रो दाइले चाहिँ हामीलाई साह्रै गुण लगाउनु भएको छ तलदेखि हामीलाई ल्याइदिएर हामी चाहिँ यसरी ल आइपुग्यो खुसी लाग्यो होइन कहाँ छ हाई गर त हेलो हेलो ल केटाहरू यहाँ छ हामी चाहिँ यहीँसम्मको यात्रामा यहाँबाट पनि जानुपर्ने चाहिँ हुन्छ अहिले खाना खाइसकेपछि हामी चाहिँ यहाँ अगाडि आएर चाहिँ हामी बसिरहेको छौँ अब ग्रुपहरू त पछाडि आउँदैछ फाइनली हामी चाहिँ आइपुगेको छ है त ढुकुर पोखरीको एउटा सानो भ्यू पनि हेरिहालौँ है ल यो चाहिँ ढुकुर पोखरीको एउटा सानो दृश्य एकदमै बबाल छ यो ढुकुर पोखरीमा चाहिँ हामी चाहिँ होइन यहाँ आएर चाहिँ ट्याक्कै बस्यौँ आज बस्यौँ भन्दाखेरि पनि यहाँबाट त जानुपर्ने हुन्छ सायद यहाँबाट देखिने भ्यूहरू चाहिँ यहाँ छ यस्तो छ त यो चाहिँ ल यहाँबाट यस्तो देखिन्छ होइन यहाँ दाइहरू पनि यसरी बसिरहेको छ होइन यहाँ साथीहरू सबै हेलो है बगाल छ है ल हामी फाइनली गाडीमा चढेर नि आइसक्यौँ अनि यहाँबाट देखिने भ्यू चाहिँ यहाँको दृश्य चाहिँ यहाँ छ हामी चाहिँ गङ्गापूर्ण होटलमा चाहिँ बसेको छौँ यहाँबाट चाहिँ एकदम राम्रो राम्रो दृश्यहरू देखिन्छ होइन अनि फाइनली हामी चाहिँ यसरी बसिरहेछौँ यहाँबाट यस्तो राम्रो दृश्य देख्छ यहाँ बसेर यहाँ रुफटपमा बसेर चाहिँ हामी चाहिँ यसरी बबाल गरी तरिकाले घाम ताप्दै हाम्रो यात्राहरू अब बिस्तारै बिस्तारै अगाडि त बढाउनु पर्ने हुन्छ हेरौँ के हुन्छ
अरू अरू भिडियोहरू पनि आउन सक्छ यस्तै रमाइलोहरू गरिहालेछ भने पनि हामी देखाउनेछौँ तपाईँहरूलाई मेरो भ्लगलाई सब्सक्राइब गर्नु होला काम नलाग्ने भ्लगलाई पनि सब्सक्राइब गर्नु होला है ओके गाइस फेरि पनि भेटौँला सी यू लेटर